यो चाहिँ हाम्रो BO टु BO ट्रान्सफर अन्तर्गतको सेकेन्ड टाइप्स भयो। सेकेन्ड टाइप्स इन टर्म्स अफ फ्यामिली ट्रान्सफर है। फर्स्टमा चाहिँ हामीले सेल्फ एउटै व्यक्तिको दुईवटा डिम्याटबाट चाहिँ ट्रान्सफर कसरी गर्ने त्यसको बारेमा थियो। सो यो चाहिँ सेकेन्ड टाइप्स भयो। यसमा चाहिँ फ्यामिली मेम्बर्सको खाताबाट चाहिँ आफ्नो खातामा चाहिँ कसरी ट्रान्सफर गर्ने त्यसको बारेमा हो। सो यो सेकेन्ड टाइपको बारेमा बुझ्नुभन्दा पहिला चाहिँ तपाईँले एउटा कुरा चाहिँ प्रश्न बुझ्नु पर्यो है। फ्यामिली मेम्बर्स भन्नाले अब त्यो हुन्छ नि, आफ्नो ब्लड रिलेसन बाहेकको मान्छेलाई चाहिँ फ्यामिली मेम्बर्स मानिँदैन। यो रुल अनुसार चाहिँ के छ भने तपाईँको आफ्नो दाइ भाइ, त्यसपछि तपाईँको मम ड्याड अनि आफ्नो जुन श्रीमान श्रीमतीको एउटा रिलेसन हुन्छ। सो यो फ्यामिली रिलेसन अन्तर्गत रहेर तपाईँले ट्रान्सफर गर्न खोज्नु भएको छ भने चाहिँ यो भिडियो अन्त्यसम्म चाहिँ हेर्नु होला। सो यसमा पनि सेम प्रोसेस नै हो। अघिको हाम्रो जुन BO टु BO ट्रान्सफरको जुन फर्स्ट टाइप थियो त्यसमा जुन प्रोसेस तपाईँले युज गर्नुभयो DP1 DP2 र CDSC को सेम प्रोसेस यसमा पनि हो। र त्यो प्रोसेस एक्सप्लेन गर्ने बेला पनि मैले भनेको थिएँ तपाईँलाई सेम प्रोसेस चाहिँ अरू टाइप्समा पनि एक्सप्लेन युज गरिन्छ। तर अलिकति फरक चाहिँ के हुन्छ भने तपाईँलाई एक्स्ट्रा डकुमेन्टहरू चाहिँ केही माग्न सक्छ है। र त्यो एक्स्ट्रा डकुमेन्ट्सहरूको बारेमा चाहिँ हामी यो कुरा गर्छौँ। सो फर्स्टमा चाहिँ तपाईँले के जान्नु पर्यो भने चाहिँ जुन BO टु BO ट्रान्सफरको जुन फर्स्ट टाइप्स हामीले कुरा गऱ्यौँ त्यो अलमोस्ट सेम प्रोसेस नै गर्नु पर्यो। अब तपाईँलाई याद छ भने ठिक छ, नभए म यहाँ एक्सप्लेन गरिदिन्छु है। DP1 मा पहिला जाने, त्यसपछि चाहिँ DP2 मा जाने र त्यसपछि चाहिँ हाम्रो थियो CDSC को बारेमा थियो है। यो तीनवटामा जानुपर्ने लगभग तपाईँलाई थाहा छ। DP1 मा गएर के गर्नुपर्ने हो त्यो पनि एक्सप्लेन गरिसकेको छु। DP2 मा गएर गर्नुपर्ने त्यो पनि एक्सप्लेन छ र CDSC मा चाहिँ के काम गर्नुपर्छ त्यो पनि हामी एक्सप्लेन गरिसकेका छौँ। सो यसमा तपाईँलाई एक्स्ट्रा डकुमेन्ट के काम लाग्छ त्यसको बारेमा चाहिँ कुरा गरौँ है। त्यहाँ अघिको फर्स्ट प्रोसेस चाहिँ लगभग सबैले बुझ्नु भएको छ होला। DP1 मा जाँदाखेरि चाहिँ तपाईँले BO टु BO ट्रान्सफर फर्म भर्नु पर्यो, त्यसपछि चाहिँ डिम्याट एक्नोलेजमेन्ट लेटर लिनु पर्यो र त्यो लेटर लिइसकेपछि एउटा ट्रेड आइडी लिनु पर्यो, ट्रेड भनौँ न, एउटा टोकन लिनु पर्यो ट्रेड त्यो दिनको ट्रेड गर्नलाई। र त्यो भइसकेपछि तपाईँ DP2 मा जानु पर्यो। DP2 मा गइसकेपछि त्यो फर्मलाई सबमिट गर्नु पर्यो र भेरिफाई गराउनु पर्यो र त्यहाँबाट एउटा डिम्याट एक्नोलेजमेन्ट लेटर लिनु पर्यो र त्यो तीनटा लिइसकेपछि चाहिँ कहाँ जानु पर्यो, हाम्रो CDSC को अफिसमा जानु पर्यो र तपाईँको स्क्रिप्ट अनुसार चाहिँ त्यहाँ तपाईँलाई पैसा तिर्न लगाउँछ एउटा भाउचर र त्यो भाउचर र त्यो फर्मसँगै एट्याच गरेर तपाईँको नागरिकता अरू केही डकुमेन्ट माग्छ र त्यसरी चाहिँ तपाईँको सेयर ट्रान्सफरको प्रोसेस चाहिँ पुरा हुन्छ। तर यहाँ फ्यामिली मेम्बर्सको ट्रान्सफर गर्दाखेरि चाहिँ एक्स्ट्रा डकुमेन्ट के लाग्छ त? एउटा कुरा चाहिँ सेयर नामसारी गरिदिने र गरिलिने व्यक्तिको निवेदन चाहियो पहिलो कुरा चाहिँ है। अब तपाईँको फ्यामिलीमा को रिलेसन पर्नुहुन्छ उहाँ, तपाईँको आफ्नो भाइ हो, बहिनी हो, बुढाबुढी हो कि होइन, छोरा हो, को हो, त्यसको दुईजना लिने मान्छे हो र दिने मान्छे, तपाईँ दुईजनाको चाहिँ के चाहियो, एउटा निवेदन चाहियो। निवेदन लेखेको चाहिँ हुनु पर्यो है। र त्यसपछि चाहिँ 3 पुस्तेभित्रको परिवार देखिने कागज है। 3 पुस्ते भनेपछि तपाईँको आफ्नो नाम, बुवा र हजुरबुवा, यो 3 पुस्ते चाहिँ मजाले प्रष्ट बुझ्ने गरी चाहिँ तपाईँ डकुमेन्ट चाहिँ त्यहाँ पेश गर्न सक्नु पर्यो यो फ्यामिलीको ट्रान्सफर गर्ने प्रोसेसमा। अर्को चाहिँ सेयर लिने र दिने दुवैको नागरिकताको प्रतिलिपि चाहियो। अब यहाँ चाहिँ कसैले सोध्न सक्छ माइनर अकाउन्ट छ भने चाहिँ के गर्ने है। माइनरमा पनि अब माइनरमा कसको चल्छ होइन, माइनर अकाउन्टमा चाहिँ तपाईँको कसको नागरिकताको कसको चल्छ उहाँको चाहियो। जस्तै मम्मी बाबा हुनुहुन्छ र छोराको चाहिँ माइनर अकाउन्ट छ। अब छोराको माइनरमा चाहिँ बाबा बस्नु भएको छ भने चाहिँ बाबाले आफ्नो नागरिकता युज गरेर त्यसमा चाहिँ फर्को प्रोसेसमा चाहिँ हेल्प गर्नु पर्यो। सो यति नै हो एक्स्ट्रा डकुमेन्ट। तपाईँले के बुझाउनु पर्यो, एउटा निवेदन दिनु पर्यो, सेयर लिने मान्छे र सेयर दिने मान्छे दुवैजनाको आफ्नो फ्यामिली मेम्बर भए पनि एउटा निवेदन चाहिँ दिनु पर्यो र त्यो दिइसकेपछि चाहिँ 3 पुस्तेको एउटा तपाईँको भेरिफिकेसन कागज चाहिँ बुझाउनु पर्यो। बुझ्नुपर्ने चाहिँ कारण यहाँ एउटा मेन ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने यसमा चार्ज जुन लाग्छ नि, अघिको चार्ज फरक थियो, यसको चार्ज अलिकति फरक हुन्छ है। त्यहाँ चाहिँ के थियो भने CDSC मा तपाईँको 100 रुपिस पर स्क्रिप्ट थियो अघिको फर्स्ट टाइप्समा चाहिँ। यहाँ चाहिँ फरक के हुन्छ भने ट्रेड आइडी जुन लिनुभयो त्यो एज इट इज नै भयो। तर यहाँ चाहिँ के गर्छ भने हाम्रो 2% चार्ज गर्छ DP ले पेड अप क्यापिटलको। जति बराबरको तपाईँले ट्रान्सफर गर्न खोज्नु भएको छ त्यसको 2% DP ले चाहिँ चार्ज गर्छ अथवा 200 रुपिस चाहिँ चार्ज गर्छ। अब यो दुईटामा जुन बढी हुन्छ है कम्पेयर गरेर 2% को भ्यालुएसन बढी हुन्छ कि 200 रुपिस को बढी हुन्छ, त्यो दुईटै गरेर उनीहरूले जुन बढी हुन्छ त्यसको अनुसार चाहिँ उसले चार्ज गर्छ र यति नै प्रोसेस हो तपाईँले। सो फ्यामिली मेम्बरमा यदि सेयर ट्रान्सफर गर्न चाहनुहुन्छ भने सेम अघिको फर्स्ट टाइप जस्तै तपाईँ DP1 मा जाने, DP2 मा जाने र त्यसपछि CDSC मा जानुपर्ने।
र फ्यामिली मेम्बर्समा ट्रान्सफर गर्दाखेरि एक्स्ट्रा त्यही हो, लिने मान्छे र दिने मान्छेको दुईजनाको नागरिकताको फोटोकपी चाहियो, दुईजनाको निवेदन चाहियो र 2 पुस्ते आफ्नो 3 पुस्ते देखिने चाहिँ कुनै पनि एउटा डकुमेन्ट छ भने चाहिँ तपाईँको सेयर ट्रान्सफर भयो। चार्जको कुरामा मैले यहाँ एक्सप्लेन गरिसकेँ, 2% नै छ र यसरी चाहिँ तपाईँले आफ्नो फ्यामिली मेम्बरको नाममा रहेको सेयर चाहिँ आफ्नो खातामा ट्रान्सफर गर्न सक्नुहुन्छ।